अलिकति यो बारे भनिदिनुहोस् त यो कसरी यहाँ तपाईहरुको चाहिँ कसरी अफर छ कि छैन यहाँ अनि यो कसरी तपाईले सुरुवात गर्नुभयो सुरुवात कसरी भन्दाखेरि अब यसै पनि युवाहरूले अहिले के गर्न ट्राई गरिरहेको हुन्छ है अनि हामी तीनजना साथी पनि चिया खाँदै गर्दाखेरि हामीलाई कुकिज खाइन् क्या हामीले चियासँग अब हाम्रो आफ्नै मिथिलाको सान छ मिथिलाको कल्चर छ ठेकुवा खजुरी प्राय सबैले छठको बेला खानुहुन्छ त्यसैलाई नै ब्रान्डिङ गरेर अब नेपालभरि विराटनगरबाट नेपालभरि पुर्याउने एउटा फुड कम्पनी खोलेको छ हामीले विराटनगरबाट तीनजना साथी मिलेर अनि हाम्रो टार्गेट चाहिँ 1 वर्षमा 50 लाखको पछाडि पनि हेर्न सक्नुहुन्छ 1 वर्षमा 50 लाखको कम्पनी बनाउने हाम्रो एउटा लक्ष्य पनि छ हजुर अनि टिकटकमा एकदम राम्रो रेस्पोन्स आइरहेछ अनि आज हामीले हिम्मत गरेर विराट एक्सपोमा पनि लाउन सफल भएका छौं र माया पनि विराटनगरबाट अत्यन्तै पाइरहेका छौं र हाम्रो लड्डु र खजुरीको विशेषता के हो भन्दाखेरि प्योर घिउमा बनाएका छौं र सुगर फ्री पनि छ हाम्रो लड्डुहरुमा तपाईको सुगरको मात्रा केही पनि छैन गुडमा पनि छैन हामीले खजुर हालेर बनाएको छौं हस् धन्यवाद तपाईलाई हस् धन्यवाद सर ओके पनि दर्शकबिन तपाईहरुलाई पनि चाहिन्छ भने यसै तपाईको अनलाइनहरु फेसबुक टिकटक गर्न सबै छ है ओके हामी भरे टेस्ट गर्छौं है तपाईहरु हाम्रो विशेष मैले लाइभमा जोडिहाले हाम्रो आवर विराटनगर टिमलाई हामीले हाम्रो साइडबाट एउटा यो गिफ्ट ह्याम्पर पनि दिने ल हामीलाई उहाँले अफर हामीलाई कम्प्लिमेन्ट्री उहाँले सरले दिनुभएको छ ओके ल धन्यवाद थ्यांक यू हामी भरे